नमस्कार साथीहरू, आज म थकित छु, शरीर मात्रै होइन मन पनि थकित। त्यसैले आज हृदयसँग कुरा गर्न आएको छु। शीर्षक जाऊ हेड हृदय। जाऊ हिँड हृदय, थोरै बिसाऊ, आवेगको गति कम गर, अहंकारको गाँठो खोल, नियन्त्रणको बाटो समात। सब ठीक हुन्छ यदि तैँले सुन्न सकिस् भने, बुझ्न सकिस् भने। तर तँ किन हिँडिरहन्छस् हृदय, हर कुरा बुझ्न खोज्दै, हरेक कुरा जान्न खोज्दै, कहिलेकाहीँ नबुझ्ने पनि ठीक हुन्छ। शान्त बस, केही नबोल, जीवन आफै बोल्दैछ। यहाँ चमत्कार पनि छन्, बाधा पनि। तर तैँले मन स्थिर राख, भित्रको कानले सुन्न सिक। थोरै बुझ्नेहरूले भनेका छन्, जीवन रङ्गमञ्च हो, पात्र त आफै होस् हृदय। कस्तो पात्र बन्ने त्यो तैँले नै रोज्ने हो। तेरा दुई छाक महँगो कि तेरा उत्ताउला स्नायु? के हो यस्तो हृदय जे देख्छस् त्यही सिक्न खोज्छस्, बुझ्न खोज्छस्, तर कहिले आफ्नै हात हेर्दैनस्, आफ्नो नाभि निहाल्दैनस्? जहाँ परम ज्ञान सुतेको छ, दिनभरि अरूका लागि दौडिन्छस्, तर आफ्नै हात, आफ्नै खुट्टा, आफ्नै आत्मालाई धन्यवाद दिन बिर्सन्छस्। समय छ, आफैलाई चिन हृदय, किनकि साँचो दर्शन त यही भित्र छ। त्यो मस्तिष्कले त भनिरहन्छ, म नियन्त्रक हुँ, तर म भन्छु, यदि तैँले मेरो साथ नदिएको भए म कहाँ पुग्थेँ हृदय। तैँले त सब बुझिस्, तर अझै पनि टुटेको छस्। त मृदु छस्, माया गर्छस्, तर सजिलै बहकिहाल्छस्। कडा बन्न सक्दैनस्, तर कठोर बन्न जरुरी पनि छैन। बस स्थिर बन, थोरै धैर्य सिक, कसैको कुरा भन्दा पहिले आफ्नो नश्वास सुन्न सिक हृदय। गर्व गर्ने दिन आउनेछ, तर अहंकार नपाल। मग्न रह, स्थिर रह। यदि कानले सत्य सुने, आँखाले शान्ति देखे, मोक्ष टाढा छैन हृदय। नयन तलाई जिस्काउँछ, कान तलाई बहकाउँछ, र त फेरि म माथि आइलाग्छस्। तर म थकित छु, अब चाहन्छु शान्ति, कुनै लडाईँ होइन, बुझाइ हो। कसैसँग जलन नगर, आफ्नै अन्तर्मनमा ज्योति बाल। त्यही उज्यालोमा घिउ तेल थप हृदय। कर्म गर तर आस नगर। नयन स्वच्छ रहोस्, वाचा साँचो रहोस्। मुरली बज्दा जो याद आउँछ त्यसलाई नै सत्य मान हृदय। यो जवानी, यो जीवन यदि नियन्त्रणमा रह्यो भने मानिस भइन्छ, नत्र रायायाल ढुङ्गा झैँ बग्ने जनावर मात्रै बन्नेछस्। जाऊ हिँड हृदय, सुनसानमा पनि भिड देख्नेछस्, दुःखमा पनि नयाँ साथी भेट्नेछस्। र जब तैँले वेद र बुद्धका उपदेश मनले सुन्नेछस्, त्यो दिन बुझ्नेछस्, भगवान त यही भित्र रहेछ। साथीहरू, यो कथा होइन, आत्मसंवाद हो, एउटा थकित मानिस र उसको हृदय बीचको संवाद। यदि तपाईँ पनि कहिल्यै थकित महसुस गर्नुहुन्छ भने आफ्नो हृदयसँग यसरी नै कुरा गर्नुहोस्। बाँकी भाग अर्को भिडियोमा ल्याउनेछु। टिकटकमा फलो गर्न नबिर्सनुहोस्।